गाइज वेलकम ब्याक टु माई ब्लग होइन। गुड मर्निङ सबैलाई। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै आरामै छु होइन। सन्चै आरामै भन्नाले पनि हिजो अस्ति 7 बजी उठ्ने मान्छे आज 9 बजी उठ्छ। लास्ट ढिलो भइरहेको छ। कतिखेर खाजा खाने कतिखेर काममा जाने ल्याङ भइसक्यो। आज त्यस्तो ल्याङ भएको छ। त्यो ल्याङ चाहिँ कहिले पनि भएको छैन। हिजो अस्ति त कति 5, 6, 7 बजीसम्म त दुईदिनकै आज चाहिँ एकैचोटि 9 बजी सुत्यो। लास्ट ढिलो भइसक्यो। अब कहाँ जाने के गर्ने केही थाहा छैन। छिटो उठेको भए पनि सबै थोक खानु पर्यो। हिँडेर जाने यस्तो गर्ने उस्तो गर्ने भनेर अब ढिलो भइसक्यो। अब न खाजा न केही न केही त्यस्तै ल्याङ भयो। यहाँबाट अब छिटो रत्न पार्किङतिर त जाने होला नि। चलु छिट्ने टाइम छैन। आज लास्ट भइहाल्छ त थिएँ। उठ्छु त होइन उठेर त्यस्तो भइहाल्छ त 9:30 पो भइसक्यो। कहिले पनि भएको छैन यस्तो। त्यो माथि ढिलो पनि भइरहेको बेलामा आज कस्तो ल्याङ भएको यार। अलिक अगाडिसम्म गएको अलि अगाडिसम्म गएको बाटो बिर्सिदिएँ क्या मैले। फेरि त्यही बाटो फर्केर आयो कि। अब यहाँबाट चाहिँ म सिधै अब पसल जान्छु। नजाने बाटो त्यहाँ गएको बाटै बिर्सितिर आयो कि। अब कताबाट जान्छ सुत्दै गएको होइन। अलि अगाडि जान्छु फेरि यो बाटो जस्तो लाग्छ त्यो बाटो जस्तो हिजो फेरि आउने बेला यही बाटो आएको हो। फेरि हिजो आउने बेला चाहिँ त्यहीँबाट यही बाटो आएको हो। यहाँ चाहिँ फेरि बिर्सिदियो। यस्तो दिमाग काटिरहेको छ नि आम्मामा। कहिले पनि भएको छैन यस्तो त्यहाँ अर्को कुरा चाहिँ के हो भन्दाखेरि गाइज होइन। अब दिनभरि मिहिनेत गरेर भिडियो बनायो होइन। 1 सब्सक्राइब पनि बढ्दैन कि मेरो त। दिनभरिमा 1 सब्सक्राइब पनि बढ्दैन होइन। के भएको थियो यस्तो गएर सब्सक्राइब गरिदिन्छ सबैजनाले। युट्युबमा गएर होइन प्रशान्त भ्लग सर्च गऱ्यो भने पनि आउँछ होइन। काले भाइ भनेर स्पेस नराखिकन सर्च गऱ्यो भने पनि आउँछ होइन। यस्तरी अगाडि यस्तरी ब्याक उडेर खिचेको भिडियो आउँछ होइन। त्यही भिडियोमा गएर सब्सक्राइब गरिदिनु कि सबैले। मैले यहाँनिर यसमा लिङ्क पनि राखिदिन्छ होइन। अब कतिले त लिङ्कबाट हेऱ्यो भने सब्सक्राइब गरेर दिँदैन रहेछ कि। त्यही भएर होइन गएर सर्च गर्नु प्रशान्त भ्लग र काले भाइ स्पेस नराखिकन सर्च गर्नु आउँछ कि भिडियो। सो आज चाहिँ मैले लास्ट गाली खान्छ कि। किन भन्दाखेरि म 8 बजी यहाँबाट हिँड्नुपर्ने। आज यहीँनिर 10:30 भइसक्यो कि। अब उठ्न नि 9:30 बजी उठ्यो। अनि लास्ट ढिलो भयो। आज लास्ट गाली गर्छ। उठ्दाखेरि 5 जोडी मिस कल आएको रहेछ होइन। ल अब आज लास्ट गाली खान्छ मैले। अब टेन्सन भइसक्यो मलाई। अहिलेदेखि नै टेन्सन भइरहेको छ यहाँनिर। के भएको यस्तो मलाई मात्रै आइपर्छ हौ दुनियाँभरि टेन्सन त के भएको छ यस्तो। साथीहरू गइसक्यो होला। म एक्लै छ के गर्छ आज मलाई। अब लास्ट गाली खान्छु मैले आज। सो गाइस आज चाहिँ फाइनली छुट्टी रहेछ होइन। सायद ढिलै उठेर होला। अब केही भएन। घरमा कामसाम पनि थियो। अहिले सन्जो पनि थिएन। ठिकै भयो राम्रै भयो। अब रुमसुममा गएर अब कपडा पनि धुनु छ होइन। ठिकै भयो राम्रै भयो। जे भयो राम्रै भयो। सट्ट अब स्किन म चाहिँ बसन्तपुर घुम्न जान्छु होइन। बसन्तपुर यताउति अब एक्लै छ। साथी पनि छैन कोही पनि छैन। अब के गर्छ। अब बसन्तपुर जाने हो यताउति घुम्ने हो रमाइलो गर्ने हो। त्यहाँपछि आउने हो लुगा धुने हो होइन। त्यही त हो नि गाइस। अब अरू के चाहिँ गर्नु गर्ने। अब साथीहरू भएको साथीसँग रमाइलो गर्दै बस्छौँ भने कोही छैन। अनि के गर्ने गाइस। म चाहिँ बसन्तपुर आइसकेको छु होइन। यो मन्दिरबाट चाहिँ माथिबाट दामी भ्यू देखिन्छ क्या। म एकचोटि माथि चढेर भ्यू देखाउँछु है त यो मन्दिर है त। सो गाइस म चाहिँ मन्दिरमाथि आइसकेको छु होइन। अब यहाँबाट भ्यू हेर्नु न। यहाँ यस्तो बगाल देखिन्छ नि कसम। बगाल ठाउँ छ कि यो चाहिँ। मलाई चाहिँ बेस्ट अफ द बेस्ट लाग्छ होइन। अब तपाईँहरूलाई कस्तो लाग्छ ल हेर्नु। यहाँ ठाउँहरू यस्तो बगाल लाग्छ नि मलाई चाहिँ। यो चाहिँ बगाल लाग्छ कि चट्ट मन्दिर सन्दिर होइन। दरबार पनि छ कि फेरि एउटा यहाँ। मन्दिरबाट पनि तल झरिसक्यो होइन। अहिले कस्तो सुनसान देखेँ कि बसन्तपुर हेर्नु नि। कस्तो सुनसान छ कि केही छैन। पसलहरू छ यता। मान्छेहरू कस्तो सुनसान छ कि मान्छे पनि छैन। अहिले बेलुकाखेरि त्यो घाम लाग्छ नि 4-5 बजीतिरको। त्यस्तो घाममा मान्छेहरू आउँछ कि। यहाँनिर फोटो खिच्न आउँछ कि यो साइडमा। यो मन्दिर पनि खतरा छ कि यो साइडमा आउँछ कि मान्छे। अहिले त केही छैन।
मालाहरू खुकुरीहरू डेन्जर डेन्जर छ कि मालाहरू खुकुरीहरू होइन सो गाइस कुन मनपर्छ गाइस भन्नु होइन कुन मनपर्छ भन्नु म किनेर ल्याइदिन्छु ल फिक्स ल्याइदिन्छु ल कुन मनपर्छ भन्नु म किनेर फिक्स ल्याइदिन्छु सो गाइस म चाहिँ अब यता यहाँबाट न्यु रोडतिर जान्छु क्या न्यु रोड चाहिँ यो बाटोबाट जान्छु क्या यो बाटोबाट ठ्याक्क अगाडि गएपछि 2 मिनट हिँडेपछि न्यु रोड आउँछ अनि न्यु रोडबाट फेरि 2 मिनट हिँडेपछि रत्न पार्क आउँछ सो गाइस छुट्टी चाहिँ आज अब डुलै गर्ने हो फेरि रुममा फेरि चाबी हरायो मेरो त सधैँको एक एकवटा चाबी हुन्छ हिजो पनि 3 बजी आएकोमा 5 बजीसम्म कुरेर बस्नु पऱ्यो मान्छेहरूलाई अहिले झन् मान्छेहरू काममा गइसकेको रहेछ भने अहिले आज दिनभरि नै बाहिरै बस्नुपर्छ मान्छेहरू आउँछ चाबी खोलिदिन्छ नानीहरू सबैको एक एकवटा हुन्छ कि चाबी मेरो चाहिँ हरायो बनाइदिन्छु भन्छन् खोइ बनाइदिँदैनन् कहिले नि 3 दिन भयो बनाइदिन्छु भनेको कहिले हुन्छ हेरौँ न त्यही त हाम्रो कस्तो मान्छेहरू म चाहिँ न्यु रोड आइसकेको छ होइन यो ठाउँमा हिँड्दा चाहिँ मलाई खतरा फिल आउँछ कि फेरि बबाल फिल आउँछ यो ठाउँमा हिँड्दाखेरि चाहिँ यहाँ हेर्नु न ठाउँ कस्तो छ बबाल होइन बबाल छैन त यो ठाउँ हिँड्दा चाहिँ मलाई खतरा फिल आउँछ कि त त्यही त बबाल ठाउँ छ यो अरे यस्तो पो हुन्छ त ठाउँ भने होइन यो के हाम्रो चाहिँ यो नेपालमा के सबै ठाउँमा होइन सबै ठाउँमा यस्तै भयो भने चाहिँ बवाल हुन्छ कि सबै ठाउँमा यस्तै चाहिँ हुनु पऱ्यो कि तर ठिक छ केही छैन राम्रो मान्छे आएको छ गर्छ बिस्तारी अब सबै चाहिँ एकैचोटि गर्न कसैले पनि सक्दैन होइन गर्छ राम्रो मान्छे आएको छ गर्छ मैले यस्तरी घुमेँ कि यस्तरी यहाँबाट होइन अघि यहाँबाट गएको यस्तरी आएर अनि रोड क्रस गर्दाखेरि यो बाटो हिँड्दा क्या म अब के गर्ने त घुम्न आएको हो घुम्ने हो यसरी घुमिराख्ने हो घुम्न आएको त के गर्नु गाइज हो किन भन्नु त्यही यो के अरे बसन्तपुर न्यु रोड घुमिसक्यो अब अल्छी पनि लाग्यो होइन त्यही हो अब खाजासाजा खेल्ने बेला पनि भयो अनि अब गएर पहिला लुगासुगा कपडा धुनु छ धुम होइन त्यहाँपछि खाजासाजा खाउँला त्यहाँपछि फेरि ब्लग बनाउँला होइन त्यही त हो नि चाहिँ खाजासाजा खाना निस्क्यो होइन लुगासुगा धोएर टट्ट खाजासाजा खाना निस्क्यो यस्तो ल्याङ भएको छ नि आम्मामा ढाड दुखेर होइन लुगासुगा धोएर ढाड दुखेर यस्तो ल्याङ भएको छ नि अब चाहिँ म खाजा के खान्छु थाहा छैन होइन थाहा छैन कसरी बसेँ म भन्ने हालत भइरहेको छ तर म अब चाउमिन खान्छु चाउमिन कोही बेला खान मन छ होइन आउनुहोस् म खुवाएर पठाइदिन्छु टन्न चाउमिन खाने कि मोमो खाने कि के खाने सबै खुवाएर पठाइदिन्छु ल आउनु म भने कोही बेला खान मन छ आउँदा हुन्छ खानु चाहिँ आएको होइन अब कता बस्नु त म अनि कता बस्नु भइरहेको छ जताहरू त्यस्तै होटल छ होइन अब कता बस्नु त म चाहिँ अब हाम्रो दिदीकोमा जान्छु हाम्रो राइनी दिदीकोमा जान्छु होइन त्यहाँ गएर टक्क चाउमिन खान्छु के खान्छु चाउमिन अन्ली चाउमिन म जहिले पनि चाउमिन खाने हो कि मलाई फेरि अरू खाँचै रुच्दैन कि अरू खाजा खायो भने मलाई अगाडि जस्तो लाग्दैन होइन सो म त्यही भएर चाउमिन खान्छु कस्तो घाम यहाँ हेर्नु न गाइस घाम आखिर मेरो फेरि घाम पर्ने बित्तिकै यहाँ फेरि यस्तो हुन्छ कि चिम्रो पर्छ कि घाम पर्ने बित्तिकै त्यही भएर यस्तो घाम लागेको छ आम्मामा के हो यार बिहान त लास्ट जाडो हुन्छ त नि कस्तो घाम लागेको छ आम्मामा घाम परेको छ बोल्न पो थालेको छ यार घामले पनि यो जेब्रा क्रसिङ म अब क्रस गरेर जान्छु होइन यो पुलबाट जानुपर्छ कि यो पुलबाट म अब पुल भने यो जेब्रा क्रसिङबाट म क्रस गर्छु होइन गाडीहरू आउँदैछ अहिले फ्ल्याच्चा हान्दिनु रे गाइज मलाई गाडीले फ्ल्याच्चा हान्यो भने के होला गाइज एकचोटि सोध्नु त टट्टमटे होटेल छेउमा आइसक्यो दिदीको है यो हो कि होटेल जो चिया खाँदै खाने मान्छेहरू कस्तो क्यामेरा हो मेरो छ टट्टमटे खाएर सोध्छु अब होइन चाउमिन छ कि छैन चाउमिन बनाइदिनु कति टाइम लाग्छ भोकले हरान भयो सो गाइस मैले चट्ट चाउमिन पनि पाइसकेँ अब म चप्प खान्छु है त म चट्ट खाजा खाएर होइन
पेट फुलाएर के यत्रो बनाएर होइन यत्रो भएको थियो पेट सेट फुलाएर सो यो बाटो मोबाइल हलाउँथ्यो अब म रुम जान्छु होइन रुम पुगेर त्यस्तै हो अब के भिडियो बनाउनु रुम पुगेर त अब एक्लै बसेर अनि त्यही हो हजुर अब सबैको आउँछ बाटोमा हिँड्नु जान्छ सबैको आउँछ ए चिन्छ सबैले चिन्छ